सबैलाई नमस्कार। बटुवा रवि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। चैते दशैं 2081 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हेलो नमस्कार हजुर। नमस्कार। यो दृश्य हो शारदा नगरपालिका 15 शीतलपुरको सुरफुलको दृश्य हो साथीहरू। गाउँहरू पाखेर पहिलपुर भएको छ। त्यसै गरेर मुला खेती पनि गर्नुभएको छ। यहाँको किसानहरूले देख्न सक्नुहुन्छ। यो मुला खेती यसरी गर्नुभएको छ। मुला खेतीहरू यसरी यहाँको कृषकहरूले गर्नुभएको छ भने त्यसै गरेर यता गाउँहरू पनि पाख्न थालेको छ। देख्न सक्नुहुन्छ साथीहरू हैन। गाउँ पनि पाख्न थालेको छ। त्यसै गरेर मुलाहरू पनि बिस्तारै चाहिँ पाक्ने सुरसार गरिरहेको छ। तपाईहरुलाई मैले देखाइरहेको छु यो दृश्य हो शारदा नगरपालिका 15 शीतलपुरको सुरफुलको दृश्य हो साथीहरू। यो फाँटमा उर्वर भूमिमा फलेको गहुँहरू छ। यो माथि देख्नुहुन्छ यो यहाँनिर टनेलहरू देख्न सक्नुहुन्छ। यो राजेश पशुपन्छी तथा कृषि फर्म हो। देख्न सक्नुहुन्छ यो झन्डै 10-12 रोपनीमा सञ्चालित यो कृषि फर्म हो। त्यसै गरेर यहाँनिरको दृश्य देख्न सक्नुहुन्छ साथीहरू। यो हो लिप्टिसको रुखहरू यहाँ देख्न सक्नुहुन्छ। अलिकति यहाँनिर घाम लागिरहेको छैन। यो दृश्य देख्न सक्नुहुन्छ। यो लिप्टिसको रुखहरू छ यहाँनिर हैन। हजुरले देख्न सक्नुहुन्छ यो लिप्टिसको रुखहरू छ यहाँनिर। त्यति क्लियर नआउन सक्छ हैन। देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ लिप्टिसको रुखहरू छ हैन। अलिकति यहाँ छाया घाम पनि परेको छ साइडमा। यो लिप्टिसहरू रुखको भएको चाहिँ यो शारदा कुमार कृषि उत्पादन सहकारी संस्था लिमिटेड शारदा नगरपालिका 1 श्रीनगर सल्यानको यो लिप्टिसको रुखहरू हो साथीहरू। यसमा चाहिँ यो संस्थाको आफ्नै जमिन हो। यो सानपा 15 शीतलपुरमा रहेको यो संस्थाको जमिन 1 रोपनी 3 रहेको क्षेत्रफल छ। यसमा चाहिँ लिप्टिस खेती गरिएको छ र यो परीक्षणको रूपमा गरिएको छ। यहाँ देख्न सक्नुहुन्छ यो हो दृश्य हो शीतलपुरको सुरफुलको दृश्य हो साथीहरू। यहाँ देख्न सक्नुहुन्छ हैन। त्यसै गरेर तपाईले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यो हो श्रीनगर बजार हैन। श्रीनगर बजारको सुरफुलमा देख्न सक्नुहुन्छ हैन। यो श्रीनगर बजार हो। त्यहाँनिर त्योदेखि मास्तिर देख्नुहुन्छ यो मास्तिरको बाटो यो खैराबाङ भगवती माईको मन्दिर जाने बाटो हो। माथि टापुमा देखिएको छ यो गुम्म परेको सल्लाहहरू देखिन्छ। यो खैराबाङ भगवती माईको मन्दिर हो। यहाँ टाढेबाट भए पनि खैराबाङ भुवनेश्वरीको दर्शन गर्नुभयो होला। देश तथा विदेशबाट कहाँबाट हेर्दै हुनुहुन्छ भन्ने आशा एवं विश्वास हामीले मनभरिसँग हालेका छौँ। साथीहरू तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ पक्कै पनि कमेन्ट गर्नुहुन्छ भन्ने आशा एवं विश्वास मनभरिसँग हालेका छौँ। यो ब्याकग्राउन्डमा देखिने दृश्य हो साथीहरू सानपा 15 शीतलपुरको सुरफुलको दृश्य हो। यो चाहिँ उर्वर मैदान यो भूमि हो। देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँनिर नहर पनि छ। त्यति पानीहरू आइरहेको छ हैन। किनकि अब खडेरी छ नि त। पानी परिरहेको छैन। यो पानी भयो भने चराचुरुङ्गीहरू हैनले पनि अब यो खान मिल्ने अब जीवजन्तुहरूले पनि यो खडेरीमा चाहिँ खान मिल्ने खालको भएको कारणले पनि र पशु चौपायालाई खुवाउनको लागि पनि यहाँको समुदाय ल्याउनु भएको छ जस्तो लाग्छ मलाई। देख्न सक्नुहुन्छ यो उर्वर भूमि देख्न सक्नुहुन्छ। गाउँ यस्तरी पाक्दैछ बिस्तारै पाकिरहेको छ। देख्न सक्नुहुन्छ हैन। यो देखिने जमिन यो उर्वर भूमिहरू शीतलपुरको सुरफुल हो। देख्न सक्नुहुन्छ। यो मुला खेती विशेष गरेर मुला खेती हैन। अनि साथीहरू म तपाईहरुलाई बाँकी दृश्य देखाउँदैछु। राजेश पशुपन्छी तथा कृषि फर्मको केही दृश्यहरू तपाईहरुलाई मैले यो भिडियोमा देखाउने कोसिस गर्नेछु। साथीहरू प्रतीक्षा गर्नु होला है त। म जाँदैछु राजेश पशुपन्छी तथा कृषि फर्ममा। तपाईहरुलाई त्यहाँ के को बेर्नाहरू छ, के राख्नुभएको छ बेर्नाहरू, के खेती गरिरहनु भएको छ भन्ने जानकारी गराउने छु। प्रतीक्षा गर्नु होला। राजेश पशुपन्छी तथा कृषि फर्मको प्रोप्राइटरसँग पनि म भेट्ने छु। उहाँले के गरिरहनु भएको छ र आगामी योजना के छ भन्ने विषयमा पनि तपाईहरुलाई केही जानकारी अवश्य पनि मैले गराउने छु साथीहरू। त्यसै प्रतीक्षा गर्नु होला। म जाँदैछु। म नजिक पुग्दैछु। प्रतीक्षा गर्नु होला हैन। देख्न सक्नुहुन्छ यहाँको बिचमा यहाँ दृश्य छ साथीहरू। हेर्नुस् न प्याज खेती कृषकहरूले गरेको प्याज खेती, बन्दा खेती छ त्यसै गरी हैन।
देख्न सक्नुहुन्छ हैन त कस्तो राम्रो छ टक्क है बन्दा प्याज खेती गर्नुभएको छ मुला खेती गर्नुभएको छ कृषकहरूले देख्न सक्नुहुन्छ है मुला खेती गाउँ खेती हेर्नुहोस् अहिले यहाँ देख्न सक्नुहुन्छ इलेक्ट्रिक स्कुलहरू यसो देख्न सक्नुहुन्छ यस्तो मैदान छ यस्तो फाँट सडको हुने छैन साथीहरू ल साथीहरू म चाहिँ राजेश पशुपञ्चता कृषि फार्मको नजिक आइपुगेको छु यहाँ के खेती गरिरहनु भएको छ के गर्ने प्लानमा हुनुहुन्छ र के को बेर्ना राख्नु भएको छ भन्ने दृश्यहरू म तपाईँलाई देखाउन गइरहेको छु साथीले देख्न सक्नुहुन्छ करेला काँक्रा लौका मकैको लगायतको यहाँ बिउहरू नर्सरीहरू राख्नुभएको देख्नुभयो होला छ लौकाहरू करेलाहरू काँक्राहरूको नर्सरी राख्नुभएको छ यहाँ चाहिँ खुर्सानी रोप्नुभएको छ देख्न सक्नुहुन्छ खुर्सानी रोप्नुभएको छ यहाँ खुर्सानी पिरो खुर्सानी रोपिसक्नु भएको छ यहाँ बाँकी अर्को फार्ममा के छ त्यहाँ हेर्नु साथीहरू प्याज खेती गर्नुभएको रहेछ देख्न सक्नुहुन्छ बाँकी माथि देखिने साइडमा देखिने फार्म छ त्यहाँ के छ त्यहाँ हेर्नु है साथीहरू म फार्म नजिकै गएको छु राजेश पशुपञ्चता कृषि फार्म यहाँ चाहिँ यो साइडमा बन्दाहरू काउलीहरू व्यवस्थापन गरिसक्नु भएको छ यो साइडमा अझै पनि बन्दाहरू छ हेर्नुहोस् देख्न सक्नुहुन्छ यस्तो राम्रो हरियो खालको बन्दाहरू छ हैन यहाँ चाहिँ के को बेर्ना राख्नु भएको रहेछ यो भिन्डीको बेर्ना राख्नु भएको रहेछ त्यसै गरी अरू के को बेर्ना राख्नु भएको छ म नजिकै फार्ममा नजिक गएको छु यहाँ पनि भिन्डी नै रहेछ त्यसै साइडमा पनि भिन्डी राख्नु भएको रहेछ भिन्डीको नर्सरी राख्नु भएको रहेछ अनि त्यसै गरेर यहाँ चाहिँ खुर्सानी रहेछ है खुर्सानीको ब्याट रहेछ त्यसै बन्द देख्न सक्नुहुन्छ बन्दाहरू छ यहाँ बन्दाहरू राख्नु भएको छ यहाँ साइडमा राख्नु भएको छ हेलो नमस्कार हजुर नमस्कार हुनुहुन्छ राजेश पशुपञ्चता कृषि फार्मका प्रोप्राइटर प्रेमबहादुर खड्काज्यू आउनुभएको छ फर्ममा यहाँलाई हार्दिक स्वागत छ जीवन यात्रा बटुवामा धन्यवाद आज चाहिँ हामी हजुरको फर्मलाई भिजिट गर्न आएका छौँ अनि त्यो एकदम सिम्पल लाइफमा छ ठिक छ फार्मर केही छैन कृषक भनेकै नै सिम्पल हो नि त हैन सादा जीवन उच्च विचार हो नि त सादा जीवन उच्च विचार ठिक छ त्यो भाडी के छ त्यो सामानहरु बिसाउनु सक्नुहुन्छ यो चाहिँ पैसालाई चाहिँ यो भुसहरु जाउँ भैँसी हेरौँ न त कहाँ छ के छ जाउँ बाँकी कुरा उतै गरौँ ल भैँसीहरु कता किनकि यो बहुउद्देश्य फार्मै खोल्नु भएको छ साथीहरु हजुरले कहाँबाट हेर्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ टनेल अगाडि हामी देखाएको थियौँ ब्याकग्राउन्डमा यो टमाटरहरु यो पहिलो दोस्रो लटको गइसक्यो फाइनल चरणमा छ टमाटरहरु यहाँ चाहिँ बन्दा काउली पनि बिक्री भइरहेको छ यो साइडमा देख्नुहुन्छ किसानहरुले लसुन खेती गर्नुभएको छ यसरी प्याज खेती गर्नुभएको छ आज चैते दशैं विशेष प्रस्तुति लिएर तपाईहरुको माझमा हामी आएका छौं कहाँबाट हेर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ कुन देशमा हुनुहुन्छ अथवा स्वदेशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ जहाँबाट हेर्दै हुनुहुन्छ पक्कै पनि आज चैते दशैं विशेष पर्वको रूपमा मनाइरहनु भएको छ होला जस्तो अवस्थामा भए तापनि भन्ने हामीले आशा एवं विश्वास मनभरि सँगेका छौं यो साइडमा काँक्रा पनि खेती गर्नुभएको छ काँक्रा रोप्नुभएको छ त्यसै गरेर हामी अर्को फर्ममा जाँदैछौँ अर्को फर्ममा के गरिरहनु भएको छ यो जीवन यात्रा र बटुवाबाट हामीले चाहिँ यो भिडियो प्रकाशन गर्नेछौँ हजुरको माझमा प्रस्तुत गर्नेछौँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहुनेछ साथीहरू हजुरको के जिज्ञासा भएपछि पनि पक्कै पनि आफ्नो कमेन्टमा लेख्नुहुनेछ उहाँले आफ्नो टिकटक पनि चलाइराख्नु भएको छ उहाँको भर्खर सुरुवात गर्नुभएको छ प्रेम सरले अनि उहाँको यसो त्यहाँ गएर भिजिट पनि गर्नुहुनेछ फर्म भिजिट गर्नुहुनेछ उहाँले चाहिँ अब यहाँ देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ भाजीको साग ओहो यो बेमौसमी साग हैन कस्तो राम्रो साग छ साथी देख्न सक्नुहुन्छ हजुरलाई चाहियो भने पनि सम्पर्क गर्न सक्नुहुन्छ उहाँको सम्पर्क नम्बर पनि उहाँले चाहिँ छोड्नुहुनेछ आज चैते दशैं विशेष 2081 सालको चैते दशैं विशेष उपलक्ष्यमा यहाँलाई चैते दशैंको धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ हामीले देख्न सक्नुहुन्छ भाजीको साग यस्तो राम्रो भएको छ एकदम मिठो छ हेर्नुस् हामी टेस्ट पनि लिइरहेका छौँ यो चाहिँ एकदम राम्रो छ भाजीको सागहरू देख्न सक्नुहुन्छ यस्तो राम्रो छ
यहाँ गहुँ खेती पनि गर्नु भएको रहेछ हेर्नुहोस् यस्तो राम्रो गाउँ हेर्नु त आहा अनि भैँसी होइन यो भैँसीलाई यसरी दाना व्यवस्थापन गर्दै हुनुहुन्छ अनि भैँसी अरू पनि छ कि यो दुईवटा मात्रै हो घर पनि छ यो घर। चाहिँ खेतको घाँस खानलाई चाहिँ यता मल व्यवस्थापन गर्न सहज होस् भनेर मल पनि एउटा कुरा घाँस घर लगेर फेरि मल यहाँ घर खेत ल्याउनु भन्दा हजुर यिनलाई चाहिँ यहीँ व्यवस्थापन गरेर यहीँ मल खान्छ घाँस खान्छ अनि यहीँ चाहिँ मल गराउँछ र खेत पनि यहीँ नजिकै छ हजुर अनि टर्नेलमा मल व्यवस्थापन गर्नुमा तरकारीलाई मल चाहिन्छ हजुर त्यो चाहिँ यो गाउँ चाहिँ यस्तो राम्रो बनाउनु भएको रहेछ यो चाहिँ सानो ट्रायलको रूपमा यो ट्रायलको रूपमा। पानगङ्गा र हजुर यो चाहिँ गौतम भन्ने बिउ थियो दुई जातको चाहिँ ए दुई जातको यो यताको कुन जात यताको कुन जात हो नि उताको गौतम हो यताको चाहिँ बानगङ्गा यो गौतम होइन हजुर यो गौतम हो ए गौतम पनि राम्रो फल्दो रहेछ है हजुर यसलाई बिउको रूपमा राख्नु न यसलाई खानुभन्दा बिउकै रूपमा ग्रेडिङ गरेर जो ए, दुई जातको निस्क्याबारी फालेर हो बिउकै रूपमा यसलाई यताको चाहिँ बानगङ्गा बानगङ्गा होइन हजुर बानगङ्गा यो चाहिँ कहाँबाट ल्याउनु भएको बिउ हो तुलसीपुरबाट तुलसीबाट परीक्षणको रूपमा राख्नु बिउ पर्सेन्टको रूपमा कस्तो तराईमा हुने गाउँ यहाँ हुँदो रहेछ कि रहन्छ भनेर परीक्षणको लागि पर्सेन्टको लागि ल्याएको ए, ए। अनि अरूको धेरै अगाडि सके हुनुहुन्थ्यो मैले चाहिँ अलिक पछि लगभग झन्डै 1 महिना ढिला रोपेको ए, ए। तर पनि तर राम्रै भएको छ है राम्रै राम्रो फलिरहेछ राम्रै फलिरहेछ यताको त गौतम हो हजुर गौतम र बानगङ्गा होइन यो त मुनिपट्टिको यो भैँसीपट्टि हजुर। देखिनेपट्टि हजुर। बानगङ्गा हजुर। उता माथि टनल देखिनेपट्टि हजुर। चाहिँ गौतम गौतम ए ए अनि यता यति नै हो हाम्रो गाउँ खेती भने ए ए यो ट्रायलको रूपमा गर्नुभएको छ अब यो अर्को वर्ष चाहिँ विस्तार पनि गर्न सक्नुहुन्छ होइन र तरकारी छैन अहिले अनि यता यो के को पाइप हो यो यो चाहिँ थोपा सिँचाइको पाइप हो। ए थोपा सिँचाइको पाइप हो यो हजुर। ए यता त्यो थोपा सिँचाइ जडान गरिसक्नु भएको रहेछ होइन अब मेन लाइन जोडिसक्यो अब मेन लाइन। यो चाहिँ सप्लाई पाइपहरू चाहिँ हजुर प्रत्येक बोटमा चाहिँ यो साइडबाट चाहिँ मेन लाइन यहाँबाट जोड्नु भएको हजुर मेन लाइन त्यता जोड्यो मेन लाइन जोड्नु भएको छ यहाँबाट होइन अन्डरग्राउन्ड गरेर जोडेर अन्डरग्राउन्ड मेन पाइप जोडेर अनि यसलाई जोडिसकेपछि हामीले अब यसलाई के गर्छौँ भन्ने कुराहरू पनि भनिदिनु न हाम्रो दर्शकहरूलाई यता अगाडि गएर हाम्रो चाहिँ हजुर यो के छ चाहिँ अब हामीले अहिले अब ड्याङ बनाइरहेको छौँ हजुर ड्याङ ड्याङ, बनाएर हजुर। टक्क ड्याङ मिलाएर अनि हजुर। त्यस पछाडि यसमा त्यही परको त्यो थोपा सिँचाइको हजुर। पाइप जोडिदिन्छ अनि हजुर। सर्लक्क पारि यसमा चाहिँ एउटा ड्याङमा त्यो के भयो त्यस्तो के बनायो के बनायो बच्चा बच्चीहरूले ए, ए, ए। खेल्ने खालको हुन्छ। ठिक छ। यता चाहिँ यो मेन लाइनबाट साइक लाइनहरू यो साइक लाइन अब तपाईँको उता जान्छ अनि यसमा हामी एउटा ड्याङमा दुईटा लाइन रोपिन्छ अनि हजुर। यसमा चाहिँ हामीले पहिला पाइप बिछ्याउँछौँ त्यस हजुर। पछाडि मल्चिङ बिछ्याएर हजुर। अनि त्यसमा मल्चिङ पाल पारेर अनि बिरुवा रोपिन्छ ए, ए। बिरुवा अलरेडी छ हाम्रो चाहिँ ए, ए। यसमा चाहिँ ट्रायलको रूपमा यहाँ पनि यो पोहोर साल एकजना सुस्मिता केसी चाहिँ बिएससिएजीको आउनु भएको थियो हजुर। अनि उहाँले चाहिँ भिन्डीको ट्रायल गर्नुभएको थियो त्यही ट्रायल देखेर यो सालमा पनि भिन्डी नै गरौँ न त ए, पोहोर साल चाहिँ ओपन खेती थियो हजुर अहिले चाहिँ अब व्यवस्थित गरेर थोपा सिँचाइ त्यस पछाडि प्लास्टिक मल्चिङ प्लास्टिक जडान गरेर गरौँ न त भनेर त्यो चाहिँ ऊर्जा आएको हो। ए ए अनि यसमा अब लगतै यो चाहिँ अब यसमा पाइपहरू मल्चिङहरू गर्नुहुन्छ हजुर पाइप फिटिङ गर्ने बित्तिकै अनि त्यस पछाडि मल्चिङ सुरु हुन्छ मल्चिङ सुरु भएर अनि त्यस हजुर। पछाडि हामीले चाहिँ मल्चिङलाई पाल पारेर लेआउट गरिदिन्छ मल्चिङको पनि कहाँनिर पाल पार्ने भनेर ठ्याक्कै थोपा सिँचाइको ठ्याक्कै कहाँनिर खस्छ पानी भनेर त्यो चिन्ह गरिन्छ त्यस पछाडि हामीले पाल पारिन्छ पाल पारेर अनि हामीले चाहिँ अनि बिरुवा रोपिन्छ। ए ए दर्शक श्रोताहरू तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ कस्तो अवस्थामा हेर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ यो थोपा सिँचाइ भनेको यो प्रविधिलाई नयाँ ढङ्गले प्रविधिलाई प्रयोग गरेर लगानी लागे तापनि एकैचोटि पहिलोचोटमा लगानी लगाएर त्यसपछि चाहिँ बाँकी समयहरूमा चाहिँ कम खर्च कम लागतबाट चाहिँ बढी आम्दानी लिनको लागि चाहिँ त्यो खालको तयारीका साथ अब यो गर्नुभएको कुरा उहाँले बताउनु भएको छ। उहाँको सादा जीवन उच्च विचार देखिसक्नु भएको छ। उहाँले चाहिँ एउटा ढङ्गले चाहिँ अब ड्याङ खडा गरिरहनु भएको छ किनकि उहाँको सोचाइको हिसाबले उहाँको भिजनको हिसाबले धेरै कुराहरू उहाँको हेर्न पर्ने बाँकी कुरा नै छ देखाउनेछौँ हामीले। बाँकी चाहिँ हामीले पाइप लाइन बिछ्याएको पनि देखाउनेछौँ कि यो कसरी खेती गर्ने त के अब नयाँ कृषि क्रान्ति गर्ने नयाँ कृषिमा जोडिन चाहनुहुने महानुभावहरूको लागि पनि एउटा खालको यो एक्सपेक्टेसन छ। हजुर 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 व्यवसायिक हिसाबले के गर्दा हुन्छ भनेर हजुर त्यो पनि आफ्नो अनुभवहरू हजुर। शेयरिङ गर्न सकिन्छ। हजुर अनि यहाँ चाहिँ कृषक मात्रै नभएर कृषि जेटिए पनि हो
प्राविधिक पनि हो। प्राविधिक जेटी हो कृषि जेटी? हजुर यो प्लान्ट साइन्स भन्छ। ए हजुर। कृषि विज्ञान भन्छ। हजुर। हाम्रो चाहिँ कृषि विज्ञान अन्त बाली विज्ञान हजुर अन्तर्गत कृषि जेटी हो। अब यो प्राविधिक दुईटा हुन्छ, एउटा चाहिँ पशुतिर हुन्छ, हाम्रो चाहिँ कृषकतिर हो। कृषितिर यो एनिमल साइन्स होइन कि हाम्रो प्लान्ट साइन्स हो। प्लान्ट भने चाहिँ बोट बिरुवाको अध्ययन गर्ने। हाम्रो मेरो चाहिँ बेसिक लेभल मात्रै हो। 15 महिना कृषि जेटी हो। हजुर। अरू साथीहरूले चाहिँ जागिरी पढेपछि जागिरी खानुपर्छ, कुर्सीमा बस्नुपर्छ भन्ने कन्सेप्टसँग हो। हजुर। म चाहिँ एकदम सिम्पल सादा जीवनसँग हजुर केही गर्नुपर्छ, पढे लेखेको युवाले हजुर केही गर्नुपर्छ र अनि खाडीमा 45, 46, 50 डिग्रीको हजुर तापक्रममा काम गर्नुभन्दा हजुर नेपालमा केही गर्नुपर्छ, खाडी मुलुकको भन्दा त्यही बराबरको श्रम गर्ने भने नेपालमै कमाउन सकिन्छ। हजुर हजुर त्यो सिस्टमसँग अहिले व्यवसाय गरिरहेको छ आजभोलिको पुस्ताहरू। अनि प्रेम सर, यहाँले चाहिँ कति रोपनीमा तरकारी व्यवसाय गरिराख्नु भएको छ? आफ्नो चाहिँ 5 रोपनी 13 आना छ। हजुर। अनि लिजमा लगेको 6 रोपनी छ। नै 11-12 रोपनी छ। 11-12 रोपनी सुरुवात गर्नु। त्यसमा चाहिँ गाई भैँसीलाई घाँसको रूपमा पनि 1-2 रोपनीमा गाई भैँसीलाई घाँसको रूपमा पनि घाँस खेती गरिन्छ। हजुर। अनि करिब तरकारी चाहिँ 10 रोपनीमा 10-11 रोपनी। अब यहाँले अझै विस्तार गर्ने प्लान छ कि के छ आगामी प्लान? अब जग्गा अलि मिलेको जग्गा भयो भने त हजुर अलि अब एकै ठाउँतिर एकीकृत हजुर अब पकेटको रूपमा भएपछि त जग्गा विस्तार गर्ने अनि मान्छे राखेर काम चाहिँ विस्तार गर्ने प्लानिङ चाहिँ हो। हजुर। तर अब कस्तो हुन्छ त्यही गरौँ। जस्तो यो कामलाई निर्णय त दिइराख्नु भएको छ र त्यस्तो वातावरण मिलेछ भने थप्ने सोच बनाउनु भएको छ? थप्ने अनि सिस्टममा चाहिँ अगाडि बढ्ने सिस्टममा। थोरै जनशक्तिले धेरै जस्तै अब मानव अब कृषि प्रविधिहरू अनि त्यो चाहिँ व्यवस्थापन गरेर थोरै जनशक्तिले जस्तै 2-4 जनाले हजारौँ लाखौँ बुटाहरू लाखौँ बोटहरू ह्यान्डलिङ गर्न सकिने व्यवस्थापन गर्न सक्ने त्यो चाहिँ प्रविधि प्रयोग गर्न लागिरहेको छु। यो पनि अब त्यसैको पहिलो परीक्षण भयो। ल यहाँलाई शुभकामना छ। यहाँले अब किनकि हामीले बाँकी दर्शक श्रोताहरू कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो चाहिँ आज चाहिँ चैते दशैँको उसमा सब हेरिरहनु भएको सम्पूर्ण दर्शकवृन्दहरूलाई हजुर चैते दशैँको शुभकामना भन्न चाहन्छु। हार्दिक शुभकामना। हजुरहरूले देश विदेशबाट जहाँबाट हेर्नु भए पनि हजुर तर हजुरहरूको उत्तरोत्तर प्रगति सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दछु। मेरो राजेश पशुपन्छी तथा कृषि फर्मको प्रोपराइटर प्रेमबहादुर खड्काको तर्फबाट यहाँलाई पनि चैते दशैँ 2081 को हार्दिक शुभकामना। अहिले चाहिँ तपाईँहरूबाट बटुवा र जीवनयात्राको सञ्चालक ओझेल पर्न चाहन्छ। धन्यवाद, नमस्कार, बाई।